हाई एभ्रिवान, नमस्ते। हजुरहरूलाई मेरो युट्युब च्यानलमा धेरै धेरै स्वागत छ। आज चाहिँ म अन्डा करीको रेसिपी हजुरहरूमा सेयर गर्न जाँदैछु। अन्डा करी पनि धेरै थरीका तरिकाहरूबाट बनाउन सकिन्छ। आज चाहिँ म हजुरहरूलाई अन्डा र आलु मिक्स गरेर नेपाली स्टाइलको अन्डा करी बनाएर देखाउन जाँदैछु। अन्डा करी बनाउनको लागि यहाँ मैले 6वटा अन्डा र 4वटा मिडियम साइजका आलुहरू लिएकी छु। त्यसै गरी सानो सानो साइजको 3वटा प्याजलाई मसिनो गरी काटेर राखेकी छु भने यो चाहिँ हाफ बोइल गरेको टमाटर हो, जसको चाहिँ मैले बोक्रा फालेर लिएकी छु। मसलाको लागि यहाँ मैले जिरा, धनियाँ, अदुवा, लसुन र सुकेको खोर्सानीलाई सिलौटामा राम्ररी पिसेर यसको पेस्ट तयार गरिसकेकी छु। यहाँ चाहिँ मैले सबैभन्दा पहिले अन्डा र आलुलाई बोइल गर्नको लागि प्रेसर कुकरमा राख्दैछु। यसलाई चाहिँ हामीले प्रेसर कुकरमा 3 देखि 4 सिटीसम्म लाग्नको लागि छोडिदिनु पर्छ। प्रेसर कुकरमा 3 सिटी पनि लागिसकेको छ। अब हामीले ग्यास अफ गरेर यसलाई सेलाउनको लागि एकछिन छोडिदिनु पर्छ। यहाँ चाहिँ मैले अन्डा र आलु पाकेको छ कि छैन भनेर चेक गर्नको लागि काँटावाला चम्चाले आलुलाई घोपेर हेरेँ। ल हेर्नुहोस् त, अन्डा र आलु राम्ररी पाकिसकेको छ। मैले हजुरहरूलाई आलुलाई 2 फक्लेटा पारेर पनि देखाएँ। यहाँ चाहिँ मैले सबै अन्डाहरू तासेर लिइसकेकी छु। अब हामीले यी सबै अन्डाहरूमा काँटावाला चम्चाको सहायताले यसरी नै हल्का हल्का प्वालहरू बनाउनु पर्छ। यसो गर्नाले अन्डा करी पकाउँदा अन्डाको भित्रसम्म सबै मसलाहरू पुग्न पाउँछ र अन्डा अझै टेस्टी हुन्छ। यसरी नै मैले सबै अन्डाहरूमा काँटावाला चम्चाको सहायताले प्वाल पारिसकेँ। अब हामीले यी सबै अन्डाहरूलाई फ्राई गर्ने। अन्डा फ्राई गर्नको लागि यहाँ मैले कराई तताउन ग्यास अन गरेर राखिसकेकी छु। कराई तातिसकेको छ। अब हामीले यसमा तेल राख्ने र तेललाई पनि एकदम राम्ररी तातिन दिनुपर्छ, नत्र अन्डा राख्दा अन्डा कराईमा टाँसिन सक्छ। तेल राम्ररी तातिसकेपछि त्यसमा मैले आधा चम्चा जति बेसार राखेँ। अब हामीले अन्डा राख्ने र अन्डालाई फ्राई गर्ने। यसलाई चाहिँ हामीले बेला बेलामा हल्का रूपमा चलाउँदै यसरी फर्काउनु पर्छ र अन्डाको कलर गोल्डन ब्राउन हुन दिनुपर्छ। अन्डा फ्राई भएर यसको कलर गोल्डन ब्राउन भइसकेको छ। अब म यसलाई निकाल्न जाँदैछु। एउटा अन्डा चाहिँ अघि बोइल गर्दा ओभरकुक भएर अहिले फ्राई गर्दा फुटेको रहेछ। सो अन्डा फुटेछ भनेर चिन्ता नगरिदिनुहोला। अब भने अन्डा करीको ग्रेभी बनाउनको लागि यही अन्डा फ्राई गरेको तेलमा नै प्याज राख्ने र प्याजलाई गोल्डन ब्राउन नभएसम्म चलाउँदै पकाउने। यहाँ चाहिँ मैले बास्नाको लागि 2वटा तेजपत्ता पनि राखेँ। अब प्याजको कलर गोल्डन ब्राउन नभएसम्म यसलाई चलाउँदै पकाउने। प्याजको कलर यतिको गोल्डन ब्राउन भइसकेपछि यसमा हामीले टमाटर राख्ने र टमाटर राखिसकेपछि पनि यसलाई एकचोटि राम्ररी चलाइदिने।
अब हामीले यसमा सबै मरमसलाहरू राख्नुपर्छ। मैले चाहिँ 1 चम्चा जति बेसार राखेँ। त्यसपछि यो सिलौटामा पिसेर तयार गरेको जिरा, धनियाँ, अदुवा, लसुन र खुर्सानीको पेस्ट मसला पनि राखेँ। अन्डा करीको कलर अलिकति राम्रो देखाउनको लागि यहाँ मैले आधी चम्चा जति काश्मिरी रातो खुर्सानीको धुलो पनि राखेँ। नुन चाहिँ मैले मसला पिस्दा त्यसैमा राखेर पिसेकी हुन्छु, त्यसैले अहिले चाहिँ मैले नुन राखेकी छुइनँ। सबै मरमसलाहरू राखिसकेपछि यसलाई एकचोटि राम्ररी चलाइदिने र मसलाहरू पाक्नको लागि छोडिदिने। अन्डा करीको मसला राम्ररी पाकिसकेको छ। अब म यसमा अघि अन्डासँगै उसिनेको आलु राख्दैछु। आलुलाई चाहिँ मैले हल्का म्यास गरेकी छु। हजुरहरूले अन्डा करीमा आलु नराखी बनाउँदै हुनुहुन्छ भने यो बेला हजुरहरूले ग्रेभीमा सिधै अन्डा राख्न सक्नुहुन्छ। अन्डा करीमा आलु राखेर बनाउँदा यसको ग्रेभी चाहिँ अलिकति बाक्लो र स्मुथ टाइपको हुने भएकोले म चाहिँ प्राय जसो अन्डा करी बनाउँदा आलु राखेर नै बनाउने गर्छु। अब यसमा अन्डा राख्ने र एकचोटि हल्का रूपमा चलाइदिने। हजुरहरूलाई अन्डा करीमा कतिको झोल या ग्रेभी मनपर्छ त्यो अनुसार पानी राख्नुहोला र एकचोटि राम्ररी चलाइसकेपछि यसलाई 5-6 मिनेटसम्म भकभकी उम्लिन दिनको लागि छोपेर छोडिदिनुहोला। ल हेर्नुहोस् त अन्डा र आलुको करी पाकेर तयार भइसकेको छ। यसलाई चाहिँ म आफ्नै घरमा रोपेको हरियो धनियाँले माथिबाट गार्निस गर्दैछु। यसलाई हामीले रोटी, खाना या चिउरा भुजा जेसँग पनि सर्भ गर्न मिल्छ। हजुरहरूलाई आजको यो अन्डा र आलुको तरकारीको रेसिपी कस्तो लाग्यो? यदि मन परेमा लाइक, कमेन्ट र आफ्नो साथीभाइहरूलाई सेयर गरिदिनु होला। र हजुरहरूले अहिलेसम्म मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने यस्तै नयाँ प्रकारका रेसिपीहरू हेर्नको लागि प्लिज सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद।